हामीले लगभग बस सेवा सुरु गरेको चाहिँ लगभग अहिले 12 वर्ष जति भयो सर। हामीले चाहिँ पार्कको भिडलाई देखेर चाहिँ हामीले बससेवा.com चाहिँ सुरु गरेको सर। सुरुवाती चरणमा चाहिँ हामी सानो कोठाबाट चाहिँ सुरुवात गरेको थियौँ। लगभग हामीसँग 2-3 जना चाहिँ हाम्रो टिम हुनुहुन्थ्यो। त्यहाँबाट चाहिँ हामीले स्टार्ट गरेको अहिले लगभग हामीसँग 100 जना भन्दा माथि चाहिँ हाम्रो टिम हुनुहुन्छ सर। अहिले 100 जना भन्दा बढी टिमले चाहिँ बस सेवालाई एक हिसाबले सेवा दिइरहेको छ हैन आम मानिसहरुको लागि। अहिले बस सेवा चाहिँ हाम्रो अल इन वान ट्राभल एप हो, जसमा चाहिँ बसको, फ्लाइटको, होटल र रेन्टलको बुकिङ सजिलो तरिकाले गर्न सकिन्छ सर। एप स्टोर र प्ले स्टोरमा चाहिँ हजुरले बस सेवा एप सर्च गर्न सक्नुहुन्छ। त्यहाँ डाउनलोड गरेर हजुरले अब आफ्नो प्रोफाइल साइन इन गरिसक्नु भएपछि हजुरले त्यहाँ डेस्टिनेसन देख्नुहुन्छ। सिट वाइज प्राइजिङका कुराहरू, जुन हाम्रो क्याबिनको सिट छ, लास्टको सिट छ, काउन्टरमा गएपछि यतिमा हुन्छ, यहाँ किन हुँदैन भन्ने कुराको लागि पनि हामीले त्यहाँ सिट वाइज प्राइजिङ गरिदिएको छौँ। र चाहिँ अहिले चाहिँ अब यात्रुहरूलाई सजिलो पार्नको लागि हामीले कलङ्गीमा लाउन्ज पनि खोलेका छौँ। अब कलङ्गीबाट चढ्ने यात्रुहरूलाई चाहिँ मजाले लाउन्जमा बसेर गाडी चलाउन सक्नुहुन्छ। अझ अब विश्वसनीय बनाउन, यात्रुमैत्री बनाउनको लागि चाहिँ हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौँ। म अहिले काठमाडौँदेखि महेन्द्रनगर जाँदैछु। एकदम राम्रो लागिरहेछ। म 3-4 चोटि भइसक्यो बस सेवाबाटै टिकट काटेर गइरहेको छु। सिटहरू पनि कम्फर्टेबल लागिरहेको छ, टाइम टु टाइम पनि पुर्याउँदो रहेछ। हामीले लगभग बस सेवा सुरु गरेको चाहिँ लगभग अहिले 12 वर्ष जति भयो सर। हामीले चाहिँ पार्कको भिडलाई देखेर चाहिँ हामीले बससेवा.com चाहिँ सुरु गरेको सर। भनेपछि बस पार्कमा एकदमै भिड हुने, टिकट काट्नेको लाइन हुने हैन, आम मानिसहरुको गाह्रो अप्ठ्यारो देखेपछि अनि सुरु भयो तपाईहरुको बस सेवा। हजुर, भनेपछि 1 दशक भन्दा बढी भइसक्यो सर। 1 दशक भन्दा बढी भइसक्यो सर। हजुर, सुरुवात चाहिँ कसरी गर्नु भएको थियो? अहिलेसम्म आइपुग्दा त धेरै कुराहरू थप्नु भयो होला हैन? सुरुवाती चरणमा चाहिँ हामी सानो कोठाबाट चाहिँ सुरुवात गरेको थियौँ। लगभग हामीसँग 2-3 जना चाहिँ हाम्रो टिम हुनुहुन्थ्यो। त्यहाँबाट चाहिँ हामीले स्टार्ट गरेको अहिले लगभग हामीसँग 100 जना भन्दा माथि चाहिँ हाम्रो टिम हुनुहुन्छ सर। अहिले 100 जना भन्दा बढी टिमले चाहिँ बस सेवालाई एक हिसाबले सेवा दिइरहेको छ हैन आम मानिसहरुको लागि। अब अहिलेको ठ्याक्कै कुरा गरौँ। अहिले बस सेवाको बारेमा तपाईले बताउनु पर्दाखेरि कस्ता व्यक्तिहरुका लागि यो उपयुक्त हो, के सुविधाहरू छ हैन, के छ? अहिले बस सेवा चाहिँ हाम्रो अल इन वान ट्राभल एप हो, जसमा चाहिँ बसको, फ्लाइटको, होटल र रेन्टलको बुकिङ सजिलो तरिकाले गर्न सकिन्छ सर। अब बस सेवा चाहिँ तपाईले बससेवा.com गुगलमा गएर त्यसै गरी हाम्रो एप स्टोर र प्ले स्टोरमा चाहिँ हजुरले बस सेवा एप सर्च गर्न सक्नुहुन्छ। त्यहाँ डाउनलोड गरेर हजुरले अब आफ्नो प्रोफाइल साइन इन गरिसक्नु भएपछि हजुरले त्यहाँ डेस्टिनेसन देख्नुहुन्छ। अब जस्तै तपाईँ काठमाडौँबाट पोखरा अथवा कुन ठाउँ जानुहुन्छ सर्च गर्नुभयो भने त्यसमा हजुरको हाम्रो गाडीको लिस्टहरू आउँछ, गाडी जसमा चाहिँ हाम्रो गाडीको नामहरू हुन्छ, तपाईँको त्यसमा रेटिङहरू हुन्छ, हजुरको एम्युनिटिजहरू हुन्छ, प्राइजेसहरू हुन्छ, अनि सिटहरू तपाईँले आफैले पनि सिलेक्ट गरेर आफूले जुन सिट मनपर्छ हजुरको त्यो सिट चुज गरेर चाहिँ बुक गर्न सक्नुहुन्छ। त्यसको साथसाथै हजुरले त्यहाँ हाम्रो क्यासब्याकको सुविधाहरू, त्यसै गरी तपाईँको सिट वाइज प्राइजिङका कुराहरू, जुन हाम्रो क्याबिनको सिट छ, लास्टको सिट छ, काउन्टरमा गएपछि यतिमा हुन्छ, यहाँ किन हुँदैन भन्ने कुराको लागि पनि हामीले त्यहाँ सिट वाइज प्राइजिङ गरिदिएको छौँ। त्यसै गरी हजुरको अब जुन काउन्टरमा बार्गेनिङ चल्छ नि, जुन मसँग 1500 को टिकटमा मसँग 1200 छ, 1300 छ भन्नुहुन्छ भने त्यहाँ नेगोसिएसन अप्सन पनि राखिदिएको छौँ, जसको मार्फत तपाईँको प्राइजमा, तपाईँको आफ्नो प्राइजमा तपाईँले आफ्नो सिट चाहिँ बुक गरेर तपाईँको गन्तव्यको यात्रा चाहिँ सुनिश्चित बस सेवाबाट गर्न सक्नुहुन्छ। अब जसमा चाहिँ हामीले यात्रुहरूको गुनासोहरू सुन्नेदेखि लिएर यात्रुहरूसँग प्रत्यक्ष कल गरेर गाडी बुक गरेदेखि जब यात्रा नसकुन्जेलसम्मको लागि चाहिँ हामीले सपोर्टहरू दिइरहेको हुन्छौँ। यात्राको क्रममा कुनै समस्या भयो कि अब यो क्षेत्रमा चाहिँ के छ भन्दाखेरि तपाईँको गाडीमा टिकट लिएर गइसकेपछि यात्रुको गुनासो सुनिदिने मान्छे, उहाँको पनि मनमा लागेको कुरा सुनिदिने मान्छे चाहिँ कोही पनि हुँदैन। गाडीको स्टाफले सुनिदिँदैन, अब त्यो व्यवस्थापन समितिले सुनिदिँदैन। त्यो कुराहरू चाहिँ हामीले आफै फोन गरेर कस्टमरबाट त्यो फिडब्याकहरू उहाँलाई उहाँको मनका कुराहरू लिने, त्यही अनुसारको समस्या परेको बेलामा चाहिँ सहयोग गर्ने काम चाहिँ हामीले हाम्रो तर्फबाट चाहिँ गरिरहेको हुन्छौँ। अब यो क्षेत्रमा चाहिँ हामीले लगभग 1 दशक भन्दा बढी भइसकेको छ काम गर्न लागेको होइन सर। अब हामीसँग अब राम्रो अनुभव छ, अरू प्लेटफर्महरू पनि हुनुहुन्छ, आउनु भएको छ होइन। अरू प्लेटफर्महरू आएर यो क्षेत्रमा उहाँहरूको त्यति धेरै
विज्ञता अथवा नलेज नभएको कारणले गर्दाखेरि कहीँ न कहीँ समस्याहरू हुन्छन् होइन। अब ग्राहकको टिकटका कुराहरूदेखि लिएर क्यान्सलेसनका कुराहरू, अब कस्टमरले बुकिङ गर्दाखेरि कसलाई सम्पर्क गर्ने, जहाँ गाडी नम्बर कसरी हुन्छ, मैले कहाँ गएर के गर्ने भन्ने कुराहरूको कस्टमरलाई चाहिँ इन्स्योर गर्ने कुराहरू चाहिँ हाम्रो इनबाट हाम्रो अलिकति बेटर भएको कारणले गर्दाखेरि, हाम्रो एक्सपिरियन्स पनि राम्रो भएको कारणले गर्दाखेरि अहिले हामीसँग पनि सहकार्य गर्न आउनु भएको छ उहाँहरू पनि होइन। हामीसँग सहकार्य गरेर बढ्न खोजिरहनु भएको छ। अब त्यो कुराहरू छन्। हाम्रो चाहिँ गाडीहरूको प्रकार, गाडीको फोटोहरू, गाडीको रिभ्यू अनुसारको गाडीहरू र हाम्रो सिट वाइज प्राइजिङ होइन। अनि तपाईँको सोफा सिट, नर्मल सिट भएको बसहरू सबै मजाले त्यहाँ देख्न सकिन्छ सर। अनि हाम्रो चाहिँ बस नम्बर चाहिँ हाम्रो टिकट काटेपछि लगभग ट्राभलको अगाडि 10 घन्टा अगाडि चाहिँ आउँछ सर। 10 घन्टा अगाडि चाहिँ आउने गर्दछ होइन। अब यात्राका लागि अब लाइन बस्नु पर्दैन, घरमै बसी बसी यात्रा तय गरौँ भन्ने तपाईँहरूको एक किसिमको नारा पनि छ होइन। कस्ता व्यक्तिहरूका लागि चाहिँ यो उपयुक्त छ अथवा के सुविधा अलिकति छ भनौँ? हाम्रोमा भएको सुविधा भनेको लगभग हाम्रो अहिले चाहिँ हाम्रो हालसालै जिपिएस लन्च गरेका छौँ। जिपिएस ट्र्याकिङ चाहिँ हाम्रो सबै गाडीहरूमा मजाले आफ्नो तपाईँको टिकट लिइसकेपछि आफूले मात्रै होइन कि अब हजुरहरूको प्यारेन्ट्सहरूको लागि टिकट लिनुभयो भने चाहिँ अब हजुरको त्यो प्यारेन्ट्सहरू कहाँ पुग्नुभयो आइपुग्नु भएन भनेर चाहिँ मजाले चाहिँ जिपिएस ट्र्याक गर्न सक्नुहुन्छ सर। भनेपछि मैले मेरो परिवारको सदस्यलाई काठमाडौँबाट विराटनगर गाडीमा राखिदिएँ बस सेवा मार्फत चाहिँ काटेको टिकटबाट भनेदेखि चाहिँ उनीहरू अहिले कहाँ पुगे के गरे भनेर मैले काठमाडौँ बसेर जानकारी लिन सक्छु। मजाले ढुक्क भएर हजुरले हेर्न सक्नुहुन्छ सर। यस्तो हुन्छ सर, हाम्रो टिकट लिएपछि चाहिँ तपाईँ कुन ठाउँबाट चाहिँ चढ्ने होइन, कति बजे चाहिँ त्यहाँ चढ्ने ठाउँमा पुग्ने भनेर चाहिँ हाम्रो सबै त्यहाँ टिकटमै जानकारी हुन्छ। र प्लस हजुरले टिकट काटेपछि हाम्रो कस्टमर सपोर्टबाट कल आउँछ हजुरको टिकटको कन्फर्मेसनको लागि। र अब हजुरहरूले गाडी चढ्नु भयो भएन भनेर नि कल गर्नुहुन्छ हाम्रो साथीभाइहरूले। र तपाईँ गन्तव्यमा पुगिसकेपछि पनि फेरि एकचोटि कस्तो भयो हाम्रो सुविधा भनेर चाहिँ हामीले एकचोटि फेरि सोध्छौँ। वाह, कस्तो राम्रो सुविधा होइन। तपाईँ गाडी चढ्नुभयो कि भएन, तपाईँले हाम्रोबाट टिकट काट्नु भएको थियो, त्यो जानकारी हुन्छ। पुग्नु भयो कि भएन, अब पुग्नु सही थोरै समय छ, धेरै छ, पुगिसकेपछि नि पुग्नुभयो, आरामदायी भयो कि तपाईँको यात्रा कस्तो भयो त्यो पनि सोध्नुहुन्छ होइन। त्यो पनि सोध्छौँ। हाम्रो चाहिँ अहिले चाहिँ अब यात्रुहरूलाई सजिलो पार्नको लागि हामीले कलङ्गीमा लाउन्ज पनि खोलेका छौँ। अब कलङ्गीबाट चढ्ने यात्रुहरूलाई चाहिँ मजाले लाउन्जमा बसेर गाडी चलाउन सक्नुहुन्छ सर। होइन सर, हाम्रोमा चाहिँ सरकारले तोक्यो भन्दा माथिको भाडा चाहिँ हामीले राख्दैनौँ सर। हाम्रोमा चाहिँ लगभग भाडा भनेको चाहिँ अरूको हेरिकन हाम्रो सस्तो नै हुन्छ सर। सस्तो हुन्छ र हामीले चाहिँ क्यासब्याक लगायतका विभिन्न चाहिँ हामीले सुविधाहरू दिइरहेको हुन्छ। त्यो गर्दा चाहिँ हाम्रो कस्टमरहरूलाई चाहिँ सस्तो नै पर्छ सर भाडा चाहिँ। भनेपछि एउटा राम्रो पक्ष चाहिँ के रहेछ भने तपाईँहरूकोबाट टिकट काटियो, भोलि मलाई क्यान्सल गर्नु पऱ्यो भने चाहिँ त्यो त्यति नै पैसा तत्कालै रिफन्ड हुन्छ अथवा 1-2 दिन कुर्नुपर्छ, के हुन्छ? यस्तो हुन्छ सर, हाम्रो तत्कालै रिफन्ड हुन्छ। लगभग 5 देखि 15 मिनट भित्रमा चाहिँ हाम्रो इन्स्ट्यान्टै तपाईँको रिफन्ड भइहाल्छ सर। तत्कालै रिफन्ड हुन्छ सर। बस सेवा भनेको के बसको मात्रै टिकट पाइने हो कि अरू पनि? हजुर, अब हामीले बस सेवालाई चाहिँ सुरु गर्दाखेरि चाहिँ हामीले बसको टिकटिङको लागि भनेर सुरु गरेको थियौँ होइन सर। अब बसको टिकट काट्ने कस्टमरहरूको अब हामीले लामो समयदेखि लिएको सुझाव सल्लाहको आधारमा अब बसको टिकट मात्रै काट्ने नभएर कस्टमरहरूलाई होटल बुकिङ, अब यहाँबाट होटल बुकिङ पनि बस सेवाको एप्सबाट गर्न सकियो। यात्रा मात्रै होइन, होटल बुकिङ पनि त्यहीबाट गर्न सकियो। हजुर, अब यसमा मैले इक्जाम्पल हजुरलाई दिन चाहेँ। अब जस्तै मै आफैले टिकट काटेर काठमाडौँबाट पोखरा जानु पर्यो भने बसको, अब त्यहाँ गएर होटलमा कहाँ बस्ने, के गर्ने, कुन ठाउँमा गएर टिकट होटल बुकिङ गर्ने, अब होटल पाउँछ कि पाउँदैन भन्ने किसिमको चाहिँ गुनासोहरू हुन्छ। स्वयं कस्टमरले पनि हामीलाई भन्नुहुन्छ तपाईँहरूको होटल चिन्नु भएको छ भने पोखरामा जानकारी गराइदिनु पर्यो भन्नुहुन्छ होइन। त्यो सुविधालाई चाहिँ मध्यनजर गरी कस्टमरले बसको टिकटको साथसाथै अब जुन ठाउँमा जाँदै हुनुहुन्छ, पोखरा, लुम्बिनी, हजुरको अब पूर्वमा जुन ठाउँमा जानुहुन्छ त्यहाँको होटल बुकिङ पनि सँगसँगै उहाँले बस सेवा एपबाटै गर्न सक्नुहुन्छ। अब हामीले रेन्टलको पनि सुरु गर्दैछौँ, जसमा चाहिँ हजुरको बिहे भोज पार्टी अथवा अब तपाईँहरू कुनै स्कुलको टुरमा अब आफ्नै फ्यामिलीसँग कुनै टुर जाँदै हुनुहुन्छ, बस चाहियो भनेर तपाईँले त्यहाँबाट रिक्वेस्ट गर्नुभयो भने हजुरलाई कल गरेर हामीले हजुरको जुन चाहना रोजाइ अनुसारकै अब गाडीहरू
भ्यानहरू कारहरू चाहिँ उपलब्ध चाहिँ गराउँछौँ सर के हामीले। छ? हाम्रो लक्ष्य भनेको जुन यो यातायात सेक्टरको जुन हाम्रो समस्या छ, जुन अहिले यो क्षेत्रमा भएको जुन अलिकति समस्या छ, यो समस्यालाई डिजिटलाइज गरेर कस्टमरलाई एकदमै सजिलो तरिकाले उहाँहरूको अब कस्टमरहरूको सेवा सुविधा उहाँहरूको चाहना अनुसार चाहिँ अझ अब विश्वसनीय बनाउन, यात्रुमैत्री बनाउनको लागि चाहिँ हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौँ। म अहिले काठमाडौँदेखि महेन्द्रनगर जाँदैछु। एकदम राम्रो लागिरहेछ। म 3-4 चोटि भइसक्यो बस सेवाबाटै टिकट काटेर गइरहेको छु। सिटहरू पनि कम्फोर्टेबल लागिरहेको छ, टाइम टु टाइम पनि पुर्याउँदो रहेछ। टिकट मैले बस सेवाबाट काटिरहेको थिएँ। तपाईँलाई हाम्रो बस सेवाको टिकट यो सिस्टमहरू कस्तो लाग्छ? राम्रो छ भन्ने बित्तिकै रिस्पोन्सहरू पाइरहेको हुन्छु। टिकट काट्न गर्दाखेरि रिस्पोन्स चाहिँ आइरहेको हुन्छ छिटो छरिटो। यो सेकेन्ड टाइम हो। अस्ति आउँदाखेरि पनि यसैमा आएको थियौँ काठमाडौँ आउँदाखेरि, आज फर्केर पनि जाँदैछौँ। आउँदाखेरि राम्रो लागेको हुनाले जाँदाखेरि पनि यही बस चुज गऱ्यौँ र यो बसको अनलाइन टिकट पनि छ, त्यो मलाई पनि थाहा भयो र फोनबाट पनि हुँदो रहेछ, मोबाइलबाट पनि हुँदो रहेछ, पैसा ई ब्याङ्किङबाट पनि हुँदो रहेछ, त्यो पनि थाहा छ मलाई। सबै कुराहरू यसको थाहा पाएँ। धनगढीबाट आउँदाखेरि चाहिँ यी बसका सिटहरू पनि यो ए साइडको चाहिँ धनगढी रहेछ, बी साइडका चाहिँ अत्तरिया, चौमाला, त्यो लम्की, सुखड भएर यी बी साइडका हुँदो रहेछ।